हेलो एभ्रिवान, गुड मर्निङ। तपाईले देखिसक्नु भएको होला, यो काब्रा हो। पहाडी भेगमा अलि बढी पाउने गर्छ। यता पनि बजारहरुमा त पाउँछ। कता भनिसक्दा कता भन्नु होला नि, फेरि बुटोलतिर, नवलपरासीतिर यो बजारतिर किन्न पाउँछ। यसलाई मज्जाले छलछल सफा पानीमा धुने, धोइसकेपछि माझिसको अचार बनाउन गइरहेको छु। मज्जाले पखालेर मैले पानी तर्नको लागि छोडिदिए। यसलाई पानी तर्दै गर्छ। यसको त्यो माथिको डाँख्लाहरु मैले अघि नै केलाइसकेको थिएँ र बाँकी रहेको डाँख्लाहरु पनि मैले केलाइरहेको छु, किनभने डाँख्लाले राम्रो हुन्न, मिठो हुँदैन। मज्जाले यसमा थोरै नुन राखेर बफाइदिने, किनभने छिटो गल्छ। मज्जाले ढाकेर बफाउन छोड्दिने। बफाउँदा मैले यतातिर प्याज र खुर्सानी काटेर पनि रेडी गर्दै छु। यो बफेर रेडी भइसकेपछि रातो पानी निस्किरहेको छ। मैले त्यही पानीमा आलु मिसाइदिए। आलु तातो पानीमा मिसायो भने छिटो पाक्छ भनेर मैले त्यही पानीमा मिसाइदिए। अनि त्यसपछि मेरो यता रेडी भइसक्यो खुर्सानी र आलु। काब्रा पनि बफाएर रेडी भइसक्यो। यस्तो कलर देखिरहेको छ। रातो पानी गइसकेपछि कालो कालो देखिन्छ। खुर्सानी पनि काटेर रेडी भइसक्यो। मेरो आलु पनि पाकिसक्यो। यता आलु चिसो हुनसम्म मैले यतातिर रेडी गर्दै छु। प्याजहरु राखे। प्याज राखिसकेपछि आलु पनि छिलेर राखिसके। आलु छिलिसकेपछि मैले अब जिरालाई भुट्दै छु। जिरा अलि ठिक्क मात्रामा लिनु होला। मजाले जिरा डढ्न पनि दिनु हुँदैन। जिरा भुटिसकेपछि, जिरा थोरै थियो त्यही भएर मैले मिक्सरमा पिसिन, सिलौटोमा पिसिसकेँ। अनि त्यसपछि पिसिसकेपछि मैले त्यसमा जिरा पिसिसकेपछि मैले त्यसपछि पिसे तेल पिसिसकेपछि सबै एकै ठाउँमा गमलामा राखेर मिक्स गरेको मैले भिडियो लिन पाएन, किनभने आफै भिडियो लिने मान्छे नभएर आफै भिडियो लिँदै आफै अचार बनाउँदै छु। यतातिर मेरो तेल तातेर पनि रेडी भइसक्यो। तेलमा मैले मेथी राखिदिएँ। अनि मेथी रातो भइसकेपछि हरियो खुर्सानीलाई मजाले पटपट जताकतै राम्रोसँग रोस्ट हुने तरिकाले राख्यो भने खुर्सानी पिरो हुँदैन। अनि त्यसपछि एक ठाउँमा बेसार राख्ने। बेसार राखिसकेपछि बेसारको माथिबाट तेल राख्यो भने मस्त सबै बेसार पाक्छ। अचारमा तितो हुँदैन। मेरो अचारको कलर यस्तो रहेको छ। धन्यवाद। Thank you for the watching.